चलाउँदा बेसिक ट्राफिक नियम पनि नमान्ने माननीयको कति मुखबाट ट्यालेन्ट संसदमा के, बडा कति बडा ट्यालेन्ट। प्रवचनहरू गुन्जिएको अनि कति जुन बोल्न पार्टीका मेरै जानेको। नामका गृहमन्त्री हुँदा यो देशमा जेन्जी बालबालिकाहरूको नरसंहार कति भएको थियो दमदार त्यही भाषण। पार्टीले तिनै जेन्जी सहितको सम्झनामा संसदमा पार्टीगत मौन धारण गरेको अरू नेताहरूलाई यिनी हेर्यो काण्डको भने नाम लिन डराएर एउटा चिरकटोमा ल्याएको त्यो चिरकटो पनि पढ्न नजान्ने म त्यता जान चाहन्न म जस्तै सम्माननीय सभामुख महोदय म छन् मन्त्रालयगत भनेपछि छलफल भन्दा पनि समग्र बजेटमै केन्द्रित उनी हुन चाहिँ चाहन्छु। खरार म खर्च कटौतीका कसरी लागि भन्न होइन, जानेको कटौतीका लागि होला। संसदमा उभिएको छु। यो बजेटका धेरै विषयहरूमा मेरै शब्दमा ल अनावश्यक हेर्नुहोस् भ्रमको त, भाइरस कति फैलाइएको छ। सुनम सरकारले राखेर किसान देखेन, सरकारले किसान देखेन। सुनिराख्नु सरकारले जस्तो पशु बोल्नु। पंक्षीको बिमामा यो बजेटमा कति 80% दमदार प्रिमियममा भाषण। अनुदान दिँदैछ। यो देशमा रासायनिक मलको अभाव हैन? नहोस् भनेर पहिलोपल्ट रासायनिक मलको तपाईहरुलाई आपूर्तिको चाहिँ कस्तो क्यालेन्डर लागू लाग्यो? हुँदैछ। प्राङ्गारिक खेती प्रवर्धन 10,000 हेर्नुहोस् त। हेक्टरलाई सिँचाइमा जोड्ने योजना, बाली बिमामा अनुदान, दमदार छ कि रासायनिक छैन मलमा अनुदान, भाषण? यी सबै हेर्दा एउटा गम्भीर प्रश्न जन्मिन्छ। यो सरकारले किसान देखेन कि कति प्रतिपक्षले दमदार राम्ररी छ? बजेट पढेन? सभामुख महोदय, मैले ओहो। यो बजेटलाई मनन गरेरै, किनभने सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता, ल। सहकारी पीडितको बचत फिर्ता, मध्यम वर्गलाई दोब्बरमा 10 लाखसम्ममा कति आएको दमदार छुट भाषण। र निजी क्षेत्रका लागि नेपालको सफल उद्यमी माननीय विदुषी राणाको शब्दमा गेम चेन्जर बजेट आएको छ। सुन्नुहोस् त्यसकारण है, ध्यान मैले यो दिएर बजेटलाई सुन्नुहोस्। आत्मादेखि मनन गरेर रत्तित सबैजनाले भएर ध्यान दिएर मैले ताली सुन्नुहोस्। बजाएको। हामीले 3% नेतामा कर लगाएको हुनुपर्ने तर संविधान दम प्रदत्त चाहिँ शिक्षा र यस्तो हो स्वास्थ्यको क्या। मौलिक अधिकारमा कर लगाएको होइन, मौलिक अधिकार शिक्षा र स्वास्थ्यको हैन? व्यापारमा कर लगाएको मलाई सभामुख मनपर्ने महोदय। नेता मलाई भन्दा आश्चर्य पनि लाग्छ। हुन्छ होला। यो 3% समता कर शिक्षा र स्वास्थ्यको निजीकरणमा लगाउँदा जो कि कङ्ग्रेस आफ्नो मानिसहरूको समस्या, चित्त आफ्नो देशको लाग्छ। समस्या, सायद सबभन्दा बढी निजी स्कुल र नलेखेरै अस्पतालमा साथीभाइको भटेरेर लागि भन्न सक्नु अनि त्यो पर्यो। संविधानको समाजवाद उन्मुख त्यो पो शब्द बल्ल मात्रै नेता गरेर भयो। हुन्छ। सर्वसुलभ स्वास्थ्य यहाँ शिक्षा बाबुमा समाजमा चाहिँ पुष्प नेता भएर लोक कल्याणकारी राज्यको पहिलो विशेषता त्यो सर्वसुलभ अरूले स्वास्थ्य दिएको शिक्षा चिरकटो पनि हो। बोल्दाखेरि स्वास्थ्य शिक्षामा भएको यस्तै चरम निजीकरणले गरी सम्भव छ गरी सर्वसुलभ पढ्ने। स्वास्थ्य शिक्षा के सर्वसुलभ स्वास्थ्य त्यस्तो शिक्षाका गर्ने लागि नेता हुन्छ? सार्वजनिक विद्यालय र अस्पतालहरूमा सुधार गर्नु पर्दैन? यतिको दम मैले चाहिँ अर्कै समाजवाद हुनुपर्छ है पढेँ सभामुख नेतामा। महोदय। अनि करको भार कति परेको छ? अस्ति एकजना कसरी धर्मलाई बोल्न अफिम सक्यो भन्ने अब माननीयले आँखा देख्नुहुन्छ तुलसीदासको भने। रामायण सम्झाउनु हो सत्य हो। रामायणले भन्छ कि कति कर त्यसरी ज्ञान लगाइनुपर्छ प्राप्त जसरी हुन्छ। सूर्यले पानी सोसेर बादल बनाएर कति फेरि बोल्न माथिलाई फिर्ता जान्दैन। गर्छ र जनतालाई भार पर्दैन। 3% कस्तो सम्म कर लाग्यो लगाइएको छ तपाईँलाई? सभामुख महोदय। मलाई चाहिँ बवाल लाग्यो, बवाल। 5,000 रुपियाँ मासिक बवाल। निजी विद्यालयमा मेरी छोरीका लागि नर्सरीमा मैले सल्युट तिर्दा छ। मलाई पर्ने कर शासनको भनेको जम्मा लागि 150 रुपियाँ मासिक हो। अनि मेरी छोरीका लागि म 5,000 रुपियाँ महिनाको तिर्न सक्ने जाजरकोटको बच्चाको पोषणका लागि